हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आजको भिडियो स्टार्ट गरौँ बिफोर र आफ्टरको फोटोबाट है। यो चाहिँ मेरो 72 हुँदाखेरिको फोटो हो। लुक एट माई फेस कति ठुलो छ। अनि यो चाहिँ हो मेरो 58 हुँदाखेरिको फोटो। अनि मलाई चाहिँ कस्तो अजिब लाग्छ कि पहिलाको त्यो ठुल्ठुलो गालाहरू देख्दाखेरि चाहिँ। गाला त अहिले पनि छ, तर अहिले चाहिँ अलि स्ट्रक्चर छ नि त फेसको। अनि आइ एम सो ह्याप्पी। अनि हजुरहरू पनि मोटिभेट हुनुहुन्छ भनेर राखिदिएको बिफोरको फोटो। ओके, लेट्स स्टार्ट आवर डे 19 को भिडियो। एज युजल मैले तातो पानी खाएँ। अनि आफ्टर योगा चाहिँ मैले निम्बु पानी खाएँ। अहिले चाहिँ म बिहानमा योगा गरिरहेको छु। अनि त्यसपछि मैले अराउन्ड 10तिर खाना खाएँ। खानामा थियो तरकारी, खाना, घिउ, स्यालेड, अचार अनि मही। कोल्ड ड्रिङ्क्स भन्दा चाहिँ गर्मीमा आई प्रिफर मही। अनि मिठो पनि हुन्छ खाना मैले गर्दाखेरि। अनि म 2 बजेतिर चाहिँ खाजा खाएँ। खाजामा थियो चिउरा र तरकारी। मलाई चाहिँ चिउरा एकदमै मनपर्छ जेसँग पनि। अनि अब चाहिँ मेरो पिरियड आउने बेला भएको छ, सो मलाई चाहिँ एकदमै धेरै क्रेभिङ भएको छ। अनि त्यही भएर मैले फुलफिल गरेँ। हेल्दी चटपटे, छेउछाउ बिनाको चटपटे बनाएर खाएँ। अनि भोक पनि एकदमै लाग्छ मलाई फेरि। त्यही भएर मैले चना र आलुको तरकारी, चटनी, स्यालेड, घिउ अनि थोरै खाना अनि अमलेट खाएँ। यही थियो मेरो डे 19। थ्याङ्क यू फर वाचिङ एभ्रिवान। किप सपोर्टिङ। लट्स अफ लभ।